नमस्कार। अर्थ संवादको यस नयाँ श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। अघिल्ला प्रस्तुतिहरूमा प्राप्त अमूल्य सुझाव र प्रतिक्रियाहरूको लागि म हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। त्यही गहन चासोले गर्दा नै आज हामी सहकारी पहिलो संशोधन अध्यादेश 2083 को विस्तृत शिरफार गर्दैछौँ। यो साधारण कानुनी दस्तावेज मात्र होइन, बरु हाम्रो वित्तीय ढुकुटीलाई सुरक्षित गर्ने एउटा ठूलो संरचनात्मक परिवर्तन हो। एकदम सही कुरा। र आजको हाम्रो यो छलफल कानुनका दफाहरू सर्र पढ्ने भन्दा पनि यो वित्तीय जवाफदेहिताको रणनीतिक पुनर्संरचना कसरी हुँदैछ भन्ने कुरामा केन्द्रित हुनेछ। हामी यो संशोधनको सन्दर्भ विस्तारित जवाफदेहिता, नयाँ अनिवार्य अनुमतिपत्र, वित्तीय बन्देजहरू अनि कडा कारबाही र अन्ततः बचतकर्ताको राहतको विषयमा गहिरिएर कुरा गर्नेछौँ। होस्टे, त्यसो भए यो संशोधनको सन्दर्भबाटै सुरु गरौँ है त। साँच्चै भन्नुपर्दा यो 2083 को संशोधन नेपालको वित्तीय इकोसिस्टमको लागि एउटा महत्त्वपूर्ण आर्किटेक्चरल अपग्रेड हो। यसले सहकारीहरू कसरी सञ्चालन हुन्छन् र तिनको नियमन कसरी गरिन्छ भन्ने कुरालाई जरैदेखि परिवर्तन गर्दैछ। पक्कै पनि। तर अहिले धेरैको मनमा उब्जिएको एउटा एकदमै स्वाभाविक प्रश्न के छ भने ठ्याक्कै कुन कुन संस्थाहरू चाहिँ यो नयाँ र कडा नियमनको दायराभित्र पर्छन् त? नयाँ कानुनले प्राथमिक बचत तथा ऋण सहकारीलाई कसरी चिन्छ? हो, यसमा कानुन निकै स्पष्ट छ। यदि कुनै पनि सहकारीको कुल वास्लातमा बचत र ऋणको अनुपात 50% भन्दा बढी छ भने त्यो यसमा पर्छ। वा अर्को शर्त भनेको यदि संस्थाको कुल बचत वा ऋण लगानी 25 करोड रुपैयाँ भन्दा माथि छ भने पनि त्यो सिधै यो कडा नियमनको छातामुनि आउँछ। यसको अर्थ के हो भने ठूलो रकमको कारोबार गर्ने कुनै पनि संस्था अब नियमनको दायराबाट उम्कन सम्भव छैन। भनाइको मतलब दायरा एकदमै फराकिलो बनाइएको छ। अब यो फराकिलो दायरासँगै आउने अर्को कुरा भनेको जवाफदेहिता हो। हिजोका दिनमा रकम हिनामिना हुँदा ठ्याक्कै को जवाफदेही हुन्छ भन्नेमा धेरै अन्यल थियो, होइन र? होस्ट एकदमै। पहिले कानुनमा परिवारको परिभाषा एकदमै सीमित थियो। त्यही छिद्रको फाइदा उठाएर हिनामिना गर्नेहरूले सजिलै आफ्नो कालो सम्पत्ति टाढाका नातेदारको नाममा लुकाउँथे। तर अब चाहिँ कानुनले एउटा विशाल फराकिलो जाल फ्याँकेको छ। अहिले नातेदारको परिभाषा यति विस्तृत छ कि यसले काका-काकी, सासू-ससुरादेखि लिएर अंशबण्डा गरेर छुटिसकेका वा सम्बन्ध विच्छेद भइसकेका सदस्यहरूलाई समेत समेट्छ। कसैले पनि अरूको नाममा सम्पत्ति लुकाएर अब सुख पाउनेवाला छैनन्। होस्ट, यो त साँच्चै नै ठूलो परिवर्तन हो। अब यो नयाँ अनिवार्य कार्य सञ्चालन अनुमतिपत्रको कुरा गरौँ न। अध्यादेशको दफा 16 कले त नयाँ लाइसेन्सकै कुरा गरेको छ नि। हो, यो व्यवस्थाले त पुरै परिदृश्य नै बदल्नेछ। यसलाई एउटा सवारी चालक अनुमति पत्र जस्तै सम्झौँ। जसरी गाडी किनेर दर्ता गर्दैमा सडकमा गुडाउन पाइँदैन, त्यसै गरी अब सहकारी दर्ता हुँदैमा सर्वसाधारणको बचत उठाउन पाइँदैन। हाल सञ्चालनमा रहेका संस्थाहरूले पनि यो कानुन आएको ठिक 1 वर्षभित्र नियमनकारी प्राधिकरणबाट अनिवार्य रूपमा यस्तो अपरेटिङ लाइसेन्स लिइसक्नुपर्छ। होस्ट, यो लाइसेन्स एकपटक लिएर सधैँलाई ढुक्क हुने खालको पनि त होइन नि, होइन र? यसलाई त हरेक वर्ष नवीकरण गर्नुपर्ने रहेछ। यदि सदस्यहरूको हित विपरीत कुनै काम भयो भने प्राधिकरणले तुरुन्तै लाइसेन्स निलम्बन गर्न सक्छ र निलम्बनमा परेको संस्थाले त कुनै कारोबारै गर्न नपाउने भयो। बजारमा त यसले जबरजस्त अनुशासन ल्याउने देखिन्छ। पक्कै पनि। अनुशासन कायम गर्नकै लागि यसमा केही एकदमै कडा वित्तीय गार्डरेल अर्थात् सुरक्षाका मापदण्डहरू पनि राखिएका छन्, जसले गर्दा संस्थाहरूले धान्नै नसक्ने जोखिम लिन पाउने छैनन्। होस्ट बी, जस्तै यो ब्याज असुलीको कुरा हेरौँ न। नयाँ नियमअनुसार त अब सहकारीले असुल गर्ने कुल ब्याज रकम कुनै पनि हालतमा सामा रकमभन्दा बढी हुन नपाउने रहेछ। यो त ऋणीहरूको लागि निकै ठूलो राहतको कुरा भयो। अनि अर्को रोचक कुरा, सहकारी सङ्घहरूले चाहिँ अबको 3 वर्षभित्र बचत तथा ऋणीको कारोबार पूर्ण रूपमा बन्द गर्नुपर्ने व्यवस्था पनि त ल्याइएको छ नि। हो, सङ्घहरूलाई अब मुख्य रूपमा छाता सङ्गठनको भूमिकामै सीमित गर्न खोजिएको हो। अब कुरा गरौँ सबैभन्दा आक्रामक हिस्साको, कडा कारबाही र सम्पत्ति रोक्का। दफा 104 र 108 ले प्राधिकरणलाई निकै शक्तिशाली क्षेत्राधिकार दिएका छन्। होस्ट, कारबाहीको यो प्रक्रिया पनि निकै स्पष्ट देखिन्छ। पहिलो चरणमा संस्थालाई समस्याग्रस्त घोषणा गरिन्छ। दोस्रो चरणमा पुग्दा नपुग्दै सञ्चालकहरूको सम्पत्ति र राहदानी नै रोक्का गरिसकिन्छ। अनि तेस्रो चरणमा बल्ल राहत कोषको उपयोग र सम्पत्तिको लिक्विडेसन अर्थात् बेचेर रकम असुल गर्ने काम सुरु हुन्छ। होस्ट ए,
सुन्दा सामान्य लागे पनि यो कारबाहीको पाटो अत्यन्तै कडा छ है। प्राधिकरणले सञ्चालक, व्यवस्थापक अनि अघि हामीले कुरा गरेका ती सम्पूर्ण विस्तारित नातेदारहरूको समेत चल अचल सम्पत्ति, बैंक खाता र सेयर सिधै रोका गर्न सक्छ। अझ विदेश यात्रामा समेत प्रतिबन्ध लाग्छ। यसको मतलब अब खराब नियत भएका व्यक्तिहरूले पैसा कुम्ल्याएर सजिलै देश छाड्ने सपना नदेखे पनि हुन्छ। ओस्ट, यो सुनेर पक्कै पनि धेरैलाई सन्तोष लाग्छ होला। तर फेरि पनि एउटा आम चासोको कुरा त बाँकी नै रहन्छ नि। यदि कुनै सहकारी साँच्ची नै डुबिहाल्यो भने आफ्नो जीवनभरको पसिनाको कमाई जम्मा गर्ने सर्वसाधारणको चाहिँ के हुन्छ त? उनीहरूको सुरक्षा कसरी हुन्छ? होस्ट ए, त्यसैको लागि दफा 108 खले एउटा मजबुत सुरक्षा जाल अर्थात् सेफ्टी नेटको व्यवस्था गरेको छ। त्यो हो राहत कोष। यो कोषलाई एउटा वित्तीय ट्र्याम्पोलिनको रूपमा बुझ्न सकिन्छ। कुनै संस्था डुबिहाल्यो भने पनि सर्वसाधारण नागरिक सिधै भुइँमा पछाडिनु पर्दैन। यो कोषले उनीहरूलाई जोगाउँछ। लामो र झन्झटिलो कानुनी प्रक्रियाको पर्खाइमा नागरिकले अब दुःख पाउनु पर्दैन। होस्ट बी, अनि यसको काम गर्ने तरिका पनि एकदमै व्यावहारिक छ। सुरुमा सरकारले नै यो राहत कोषमा पैसा हाल्ने रहेछ, जुन क वर्गको वाणिज्य ब्याङ्कमा सुरक्षित रहन्छ। त्यहीँबाट पीडित बचतकर्ताहरूलाई तत्काल पैसा फिर्ता गरिन्छ। तर कथा त्यतिमै सकिँदैन नि। सरकारले बचतकर्तालाई त पैसा दिन्छ, तर ती ठग सञ्चालकहरूलाई चाहिँ अट्याउँछ। उनीहरूको सम्पत्ति जफत गरेर लिलाम गरेर त्यो कोषको शोध भर्ना गर्ने काम पनि सँगसँगै अगाडि बढ्छ। होस्ट, एकदमै। अब यो सम्पूर्ण विस्तृत विश्लेषणको अन्त्यमा एउटा गम्भीर प्रश्न उठ्छ। कानुन त एकदमै कडा र दूरदर्शी आएको छ, तर के यी व्यापक कानुनी सुधारहरूले नेपालको सहकारी क्षेत्रमा गुमेको त्यो अटुट विश्वास साँच्ची नै फर्काउन सक्लान् त? यो कुरा यसको प्रभावकारी कार्यान्वयनले नै देखाउनेछ। आजको यस प्रस्तुतिमा हामीसँगै रहिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। यी नयाँ प्रावधानहरूबारे यहाँहरूको धारणा के छ? हाम्रा मञ्चहरूमा आफ्ना विचारहरू पक्कै राख्नुहोला। अर्को पटक हामी समष्टिगत अर्थतन्त्रको निगरानी संयन्त्रमा भइरहेका यस्तै नयाँ विकासक्रमहरूको अर्को रोचक विश्लेषण लिएर आउनेछौँ। त्यतिन्जेलका लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार।